हेलो एन्ड नमस्ते गाइज। आज हामी चाहिँ बन्दीपुरतिर आउँदैछ है, दुईजना केटाहरू आउँदैछ। अब हामी एकछिनपछि यहाँ माथितिर गएर बन्दीपुर घुमेर बन्दीपुरको सिन पनि देखाइदिन्छु। भवालै छ होइन सिन ल है हाम्रो केटाहरू आउँदैछ। ल हामी यतातिर जाने हो। हामी चाहिँ एकछिन यहाँ बाइक टाटो भएर बसिरहेको, केटाहरू आयो। ल केटाहरू लाग्यो गाइजहरू, हामी चाहिँ बन्दीपुरतिर लागिसकेको छौँ है। यस्तो छ सिन है, बाटोको हालत यस्तो छ, एकदमै पिच रहेछ। आउन चाहनुहुन्छ नि है। वाह बाटो साह्रै साँघुरो रहेछ है, यसरी अलिक गाह्रो पर्छ। साइड साइडमा अगाडि हिँड्ने कि अगाडि हिँड्ने कि आयो पछाडि पछाडि। मलाई हिँड्ने टाढा आएको बाटो भवाले रहेछ। यस्तो नराम्रो चाहिँ भन्दिनँ म, साह्रै राम्रो छ। अब माथि गएपछि आउँछु ल एउटा सिन हाम्रो। अब हामी यो बाटो उक्लियो। ट्याक्सी Are you comedy me? यस्तो राम्रो सङ्कल छ कि आमा ल बाइकको यति आएर अति आएर ल हामी बन्दीपुर आउन लागिसकेका छौँ। यति बेला राइडर चेन्ज भएर हाम्रो विशाल सर छोटो क्लिप हो क्या। आइफोन चलाउनु धेरै गाह्रो हुँदैछ।
हामी बन्दीपुर आइसक्यौँ है अब ल जस्तो आएको छ त्यस्तो देखाउने हो यहाँ प्रस्तुत गरिहाले छोटो सानो मिनी भलकमा आएछ मारिदिउँ है ल गाइस हामी चाहिँ नि यो बन्दीपुरको डाँडामा आइयो यस्तो है भ्यू चाहिँ केटाहरू आउँदैछ ल अझ माथि जान्छौँ हामी यता माथि जाने हो एकछिनपछि देखाउँछौँ ल गाइजहरू हामी चाहिँ बन्दीपुरबाट फोटोसोटो खिचेर फर्किसक्यौँ फोटोसोटो हेऱ्यो भने चाहिँ अब मेरो फेसबुक आइडी दिन्छु होइन फोटोसोटो हेऱ्यो भने चाहिँ अब मेरो फेसबुक आइडी दिन्छु होइन के बोले भाइ के बोले के छ थाहा बोले म त्यहाँ होइन त्यो होइन यार म लिङ्कमा छोडिदिन्छु यार फेरि मेरो बुढीहरू मार्छ फेरि कमेन्टमा छोडिदिन्छु सबलाई रिप्लाई दिन्छु ल भाइरल मात्र भयो भने अब फोटो पनि खिचियो कस्तो छ कमेन्ट गरिदिनु होला कमेन्ट गरिदिनु होला भिडियोहरू चाहिँ होइन जस्तो आयो त्यस्तै आयो त्यस्तै प्रस्तुत गरिहालेँ नराम्रो भएमा माफी चाहन्छु ल है सिन यस्तो छ है बाटो यस्तो छ बाटो सिनहरू ल अब केटाहरूसँग गइन्छ डाइरेक्ट अब चाहिँ बाटो भेट्छु है जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहालेँ अब केटाकेटीहरूले आफ्नो रहर पुरा गर्नको लागि खोलेको च्यानल हो सब्सक्राइब चाहिँ गरिदिनु होला धर्म हुन्छ